यो बाटो हुँदै जाँदैछ अगाडि पहिला त अर्कै थियो बाटो अहिले त पुरै चेन्ज भयो सबवेको बाटो हुँदै जाँदैछ खास चाहिँ हामी आज त बिग बुद्ध जाने प्लान छ हेरौँ समयले कति साथ दिन्छ राजदाईको फोटो त खिचिसक्यो यो राजदाईको नयाँ घर यहाँ उ गरेको मात्र कट्टु त अब आइहाल्यो नि कट्टु त आयो नि ल ऊ छेपार गरे दाइ पुरै गुड मर्निङ हङकङ आज चाहिँ हाम्रो चाहिँ बिहानबाट चाहिँ हाइकिङ भइरहेछ बिहान खपुस रोटी टोक्दै हिँडिरहेछ दाइहरू तपाईँको चाहिँ यो तुङचुङको केबल कारको मुनिबुढीबाट चाहिँ माथि बिग बुद्धसम्म पुग्ने हाम्रो प्लान छ आज लामै छ आजको यात्रा पारी जानुपर्छ र कता हो र हामी उता जानुपर्छ पारी जानुपर्छ क्या उता मुनिबाट त देखाउनु पर्यो किप गोइङ अन भइरहेको छ अहिलेसम्म हाम्रो काम चाहिँ दाजुदाई पछाडि आउँदै हुनुहुन्छ दामी हो नि दाइ त मान्छे त हिरो हो नि दुईजना हो उहाँ हिँडिरहेछ अनि भाइको के छ भने आजको हो यो हो नि त है हामी चाहिँ अब आज धेरै लामो हिँडिन्छ जस्तो छ हो भाइ ओके ओके हो ल है त ओके नो चस्मा के त हाम्रो नयाँ प्रोजेक्टको ऊ भइरहेछ क्या हो त यो हाम्रो नयाँ प्रोजेक्ट भइरहेछ गुरु त केही छ तपाईँलाई यो नयाँ प्रोजेक्टको बारे यो तुङचुङ एरियामा चाहिँ ठुलो डेभलप हुँदैछ यहाँबाट चाहिँ हाम्रै बाटो बनाउने यहाँ एउटा पुल आउँछ यहाँबाट यो एउटा बाटो माथि जान्छ एउटा बाटो चाहिँ तल जान्छ हजुर तपाईँको चाहिँ ऊ त्यहाँ तुङचुङको चाहिँ केबल कार हो माथि आज चाहिँ हाम्रो प्लान के भने त्यो केबल कारको मुनि त्यहाँ बाटो छ त्यो मुनि गएर माथि बुद्धसम्म पुग्ने प्लान छ हाम्रो ल है त ओके छ त ल अहिले हामी आइपुगेछ हुँदै अगाडि बाटो बढ्दैछौँ हेर्दै जाउँ हामी कहाँ पुग्छ तपाईँहरूलाई देखाउने छौँ बेसारको चाहिँ बोट हो तर बेसार होइन आज क्या हाम्रो नयाँ ठाउँ नयाँ ट्रायल टु वक
पुरा शब्दमै टुङ्ग्यो मेमोरी हो नि सबै राखेँ नि पछि धुलो बसी हेर्न सकिँदैन यो टिपी जस्तो नि हेर्दाखेरि मैले पनि ठिकै हिँडेको थिएन भन्ने हामी त्यहाँदेखि यहाँसम्म कटेको त लाउनु अब त पहिला हाम्रो भ्यू हानेर तपाईँहरूलाई पनि पाला पाला दिउँला दायरामा चाहिँ यहाँ त मरिन्न होला खसी गएर त म यहाँ बाटो बाटो क्लियर गर्दा हाम्रो आछ कि तपाईँले त्यतिकै मात्रै हेरेर रेकर्ड भइरहेको थिएँ अलि पास जानु न 2-3 स्टेप म आउँछु नि अहिले मैले बोलेको त सबै गीत हाल्छु ल यो बाटो फाट्दै जानुपर्छ हामी आज साथै ल यो गाइजहरू अहिले यहाँ माथि एकदम हाइएस्टमा छ चस्मा लाउने बनाएको चस्मा लाउने बनाएको घाम चर्केछ केटा ल ओके झर केटा अहिले फेरि त्यतिकै राख्छु गुल्टेलस केटा यसो गाह्रो भएको अनुहार यतातिर नि हेरौँ न खालि पछाडिबाट मात्रै कति खिच्नु गोर्दा त कहाँ धामी धामी छ ल गएर त हराउनु नि खोइ म होइन सर पनि त्यसो गर्दैन खोइ म हिँड्छु नि त अगाडि लड्दै हिँड्नु के अन्त नेभर कम ब्याक एगेन क्या सर्प त थाहा छैन फर्किनु सर्प त्यसले पनि त्यत्तिकै त हान्दैन जस छोएर अलि दुख्यो भने त हान्छ होला टाउकोमा झटझट ल यो चाहिँ हङकङ एयरपोर्ट हो हामी चाहिँ अहिले हामी चाहिँ अहिले यो केबल कारको नजिक तलबाट तल तन्जुङ भन्ने ठाउँबाट हिँड्दै आएर अहिले चाहिँ हामी 2.5 घन्टा हिँडेर चाहिँ यो ढुङ्गामाथि आइपुगेको अवस्था तपाईँको चाहिँ पारी लौरे जोर यो पारीपट्टि तपाईँको चाहिँ 3वटा रनवे छ 3वटा एयरपोर्ट एकैसाथ यही भित्र हङकङको पहिला 1998मा बनाएको गएर फेरि 2005मा एउटा बनायो अहिले हालसालै एउटा भर्खरै सिद्धिएको अवस्था 3वटा यो भरिमा यो एरियाभरिमा 3वटा के अरे टर्मिनल अनि कारको टर्मिनल गरेर 4-5वटै छ होला अनि तपाईँको चाहिँ यहाँ चाहिँ मिनेटमा चाहिँ प्लेन ल्यान्डिङ गर्ने अनि चाहिँ त आयो नि त बसेन हौ अहिले चाहिँ माथि लान्ता आइल्यान्डको बुद्धको डाँडातिर बुद्धको माथि लान्ता आइल्यान्डतिर पानी बोकेर आउँदै गरेको यो बादल हेर कालो बादल पानी बोकेर आउँदैछ जाने बाटो त्यही हो गाडीको बाटो तपाईँ चाहिँ केबल कार
उता केबल कार यतापट्टि गाडी कार यता चाहिँ हङ्कार हङ्कारहरू मेरो पनि होइन त मेरो त दौडिन्छु त राजा यहाँ आउनु त यहाँ आउनु यहाँ हाम्रो यहाँ म उता बस्नु पर्छ एकछिन ल अब आयो है अनि के छ यसो कति नजिक भयो केटा के भयो कति नजिक गरेर रहेछ त यार मक्का टाउको ठुकिन्छ त कति साह्रो बल्ल डाँडेदेखि अर्को अब घाम घारीमा पुरा कोर छ अब कहिले काहीँ त यस्तो मसाज नै गर्नुपर्छ खुट्टामा कमान्दाखेरि नभए भइन्छ क्वाराङ क्वाराङ हो कुकुर डाइने दिस वान कुकुर डाइने कुकुर चाहिँ डेब्रे इज डाइने माथि नै आइसक्यो नि यो चाहिँ हो क्या पक्का ट्रायल हाइकिङ हरेक कुरालाई एक्सर्साइज भइरहेको छ पन्छौनालाई हात यस्तो गरिरहेको छ कुप्रिरहेको छ ठाडो भइरहेको छ सिधा भइरहेको छ राजु त पछाडि अल्मल्लिरहेको छ माथि आइसक्यो वी आर टप अलमोस्ट 70 तलातिर के अरे 50 तलातिर आइपुगेछ द्याट इज भ्यू म्यान लुक एट दिस the view nature अब हामी यही बाटो यही झाडी फाड्दै फाड्दै त्यो केबल कार चलेको नि त्यो मुनि चाहिँ पक्का राम्रो गोरेटो बाटो बनाएको छ त्यहाँ चाहिँ पुग्ने हो हामी यो अब यो झाडी पन्जाउँदै जाने हो ओके खोइ खोइ मजाको थियो यार कता गयो यत्रो लामो यार ल इट्स ओके लड्याउनु पर्ने लाग्ने कता गयो सट्टै गइहाल्यो यहाँ बाटो काट्यो यही बाटोमै ल हेर्नु यत्रो लामो कालो हो कालो होइन खैरो होइन हरियो 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 टप धेरै साह्रो टप हुँदो रहेछ खैरो के अरे गोल्डन कलरको ओ माई गड मुसा 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 मुसावाला तिमी अहिले भाग्छ नि उनीहरू डराउँछ
यो मुसावाला हो ए मुसा खाने हो मुसा खाने क्या त च्याप्पा परे खैर तिमीले यस्तो पायो भने झ्यापै समातेर खाइहाल्नुपर्छ च्याप्पा त्यस्तो खाइहाल्नु त पर्दैन जस जङ्गलमा हुन्छ क्या त्यो ऊ हुँदाखेरि आउट अफ बेस हुँदा भेटेन भने यो त माछै जस्तो हुन्छ नि पोलेपछि त लामो माछा नो डेन्जर ए के अरे आउँदै तपाईँलाई चाहिँ हो भर्खरै एउटा जाँदा एउटा सर्प भेटेको अवस्था चाहिँ तर भयो नि सर्प आफ्नो घरतिर हामी आफ्नो बाटोतिर सक्दैन यस्तो के अरे क्रस गर्न बसिरहेको रहेछ है त्यो आदि टाउको त उता पारि गइसकेको थियो होला बिच मात्र थियो बाटोमा त ए भाग्यो यो मुसा खाने सर्प हो क्या लामो टाइपको छ यो जङ्गलमा सिपाहीले खाने सर्पहरूको प्रायः यस्तै खालको लामो हुन्छ त्यो अर्को चाहिँ अलिक छोटो हुन्छ तर यहाँ त होइन ताइपोमा चाहिँ छ धेरै ताइपोमा जापानले फालेको ए ताइपोमा त जापानले फालेको नि गोर्खेलाई उ गर्नु भनेर फालेको नि त एक हेलीबाट तर गोर्खेले त पुरा त्यसैलाई पकाएर खाइदिइरहेको क्या फेरि त्यस्तो भएको नि त्यतिखेर है अब अहिले त बिचरा हाम्रो नाम भन्नु पनि गाह्रै छ गोर्खेले त जङ्गलतिर जे पाए त्यही खाइदिँदो रहेछ यहाँ अरूहरूले नखाने रे होइन हजुर गोर्खे त खाएर बाल्ने भयो अरू त भोकले काट पऱ्यो मुर्छ नि नाङ्गै भर्दै कता कता ला हेर भन्छ अरूले कतारेको भन्छ नाङ्गै भर्दै आइदिनु टाढा डिस्ट्रोयमेन्ट कता हो दाइले गर्दै हुनेछ नि हङकङको मेन जङ्गलमा भर्याङ छ आजको हाम्रो हिँडाइपछि भर्याङको चढाइ उक्लाइ ओर्लिने चढ्ने यस्तै भइरहेछ गाह्रो छ खेम्दै चाहिँ हो ल केवल कार त्यहाँ परेछ हेलो केवल कार दामी तामी भाइ दिवाकर उहाँ चाहिँ युट्युबर हुनुहुन्छ लाइक कमेन्ट सँगै हामी चाहिँ आज हाइकिङ आएको लाइक कमेन्ट यो बाटो हेर ऊ त्यहाँ हाम्रो राजु सर यो चाहिँ प्यानलको शिव ए हो र त्यो जनावर खिचौँ भनेर क्या उताबाट खिच्नु पऱ्यो नि बाहिरबाट Workout paused. फोटोमा त राम्रो आउँदो रहेछ फेरि
होइन हामी बस्दैन Workout resumed. गोर्दै दोस्रो आउँछ है त्यो दामी आउने Workout pool. घोडा समातेको जस्तो देखेको नि त घोडा समातेको जस्तो दाइले घोडा चराउन लानु हुँदैछ अहिले चाहिँ बाजे नै आएको छ दाइ घोडै चढाएर देख्दो रहेछ दाइ घोडा चराएर आउँदै हुनुहुन्छ